रासोपाको तर्फबाट उम्मेदवारी दिएका छन् उत्तम पौडेलले। कास्की निर्वाचन क्षेत्र नम्बर 2 जहाँ उनले टिकट पाएका छन् र चुनाव लड्दैछन्, त्यही ठाउँमा उनका सभापति रवि लामिछानेलाई सहकारी ठगेको आरोपमा पुलिसले ल्याएर झन्डै 3 महिना थुनेको थियो। थुप्रै सहकारी पीडितहरू पोखरामा छन्। ती सहकारी पीडितहरूसँग रासोपाले के भनेर भोट माग्दैछ यो हेर्नुहोस्। नमस्कार, स्वागत छ यहाँलाई। नमस्ते। पत्रकारिता गर्नुहुन्थ्यो तपाईँ। यो पत्रकारिता गर्नुभन्दा देश बनाउन सजिलो लाग्यो तपाईँलाई? पत्रकारिता गर्नभन्दा देश बनाउन होइन, पत्रकारिताको माध्यमबाट देश बनाउनको लागि अझै त्यो ठाउँ चाहिँदो रहेछ भनेर जुन माध्यममा म थिएँ पत्रकारिता, त्यहाँ चाहिँ आवाज मात्रै उठाउने होइन, त्यो थलो भनेको आवाज मात्रै उठाउने थलो। कर्म गर्नको लागि अथवा नीति निर्माण गर्नको लागि राजनीति नै गर्नुपर्ने भएको कारणले गर्दाखेरि अथवा ठाउँमै राजनीतिक एउटा स्थान नै मा पुग्नु पर्ने भएको कारणले गर्दाखेरि म चाहिँ यतातिर लागेँ। तपाईँ प्रश्न गरेरै आउनु भएको मान्छे हो। हजुर। पत्रकारले मूलतः प्रश्न गर्छ, प्रश्न उठाउँछ। तर अहिले रासोपा प्रश्नसँग भागिरहेको छ भनेर गम्भीर आरोप छ। हजुर। त्यो आरोपमा सत्यता पनि छ, खास गरी रासोपाको नेतृत्व। हजुर। रवि लामिछाने जो प्रश्न गरेर यहाँसम्म राजनीतिमा आए, हजुर, पत्रकारै पत्रकार छन् अझ रासोपामा भन्ने भने त तपाईँ लगायतका थुप्रै पत्रकारहरू त उम्मेदवारै छन्। हजुर। अनि अहिले चाहिँ प्रश्नसँग भाग्न पाइन्छ? खै म त भागेको छैन। अब तपाईँलाई भन्छु म, हाम्रो मूल नेतृत्व पनि हरेक दिन क्यामेराको बिचमा हुनुहुन्छ। रवि लामिछानेको कुराकानी गर्ने भने उहाँ प्रश्नसँग भाग्नु भएको छैन होइन, पहिलो कुरा। दोस्रो कुरा, मेरो सवालमा पनि मलाई आएका प्रश्नहरूको मैले जवाफ दिइरहेको छु। पार्टीको नेतृत्व अहिले अस्ति भर्खरको रवि लामिछानेको स्टेटमेन्ट हेर्नु हो भने त हजुर, प्रश्नको ठेक्का कसैले लिन पर्दैन भनेर कसले भनिरहेछ? रवि लामिछानेले। हिजो चाहिँ आफूले मिडियामा हुँदाखेरि चाहिँ सबै प्रश्नको ठेक्का आफूले लिएको जसो गरेर प्रश्न गर्ने, अहिले जवाफ दिनुपर्ने ठाउँमा चाहिँ प्रश्नको ठेक्का कसैले लिनु पर्दैन, यस्तो भन्न पाइन्छ? त्यो भन्न उहाँले कुन प्रसङ्गमा भन्नुभयो, तर मैले तपाईँलाई के भने भन्दाखेरि उहाँ सधैँभरि हरेक दिन क्यामेराको बिचमा हुनुहुन्छ। क्यामेराको बिचमा बसेर चाहिँ उहाँले हरेक प्रश्नको सामना गरिराख्नु भएको छ। कहिलेकाहीँ कुनै फरक स्टेटमेन्ट दिनुभयो होला, त्यतातिर चाहिँ नजाउँ, तर उहाँ प्रश्नको जवाफ दिनुपर्छ, जवाफदेही बन्नुपर्छ र हामीले प्रश्नको जवाफ दिन सक्नुपर्छ भन्ने मलाई लाग्छ। अनि बालेन शाह चाहिँ डिबेट गर्न नसकेर भागिरहेको होइन? होइन, बालेन शाहको विषयमा के हो भन्दाखेरि पार्टीको कुन कुन व्यक्ति के गर्नुहुन्छ भन्नेतिर म जाँदिनँ। कसैले काम गर्ने होला, कसैले प्रश्नको जवाफ दिने होला, त्यो आफ्नो ठाउँमा छ। जस्तो प्रवक्ताले जवाफ दिनु भएन भने त्यसमा चाहिँ प्रश्न उठ्न सक्ला, वरिष्ठ नेताले जवाफ नदिन पनि सक्नुहुन्छ कतिपय कुराहरूको। प्रधानमन्त्रीको उम्मेदवार बनाएको मान्छे, भावी प्रधानमन्त्री हो भन्न अगाडि सारेको मान्छे प्रश्न पनि झेल्न नसक्ने होइन। होइन होइन, के बालेन शाह बोल्यो भने बिग्रिन्छ भन्ने छ? होइन होइन, त्यस्तो हुँदै होइन। बालेन शाहले कुन ठाउँमा बोल्ने कुन ठाउँमा नबोल्ने भन्ने विषय उहाँले डिटरमाइन गर्ने विषय हो होइन, पहिलो कुरा त। दोस्रो कुरा, पार्टीको प्रवक्ताले बोल्नु भएछ कि भएन भन्ने कुरा महत्त्वपूर्ण विषय हो होइन। अरू नेताले कहाँ के बोल्नुहुन्छ भन्ने विषय चाहिँ त्यो फरक विषय हो। अब तपाईँ क्षेत्र नम्बर 2 को उम्मेदवार हुनुहुन्छ। कास्की जिल्ला त्यो जिल्ला हो जहाँ तपाईँको सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा ल्याएर थुनियो। तपाईँकै निर्वाचन क्षेत्रमा उहाँलाई 80-90 दिन त हिरासतमा कोचेर राखियो। हजुर। त्यही क्षेत्रबाट तपाईँ अहिले उम्मेदवारी दिनुभएको छ। हजुर। सूर्यदर्शन सहकारीको रकम ग्यालेक्सीमा गएर दुरुपयोग भयो भन्ने मुद्दा हो यहाँको मुद्दा चाहिँ। हजुर। अब यहाँ सयौं हजारौंको संख्यामा सहकारी पीडितहरू छन्। हजुर। ती सहकारी पीडितहरूले त्यो बेलामा त अझ रवि लामिछानेलाई कारबाहीको माग हुनुपर्छ भनेर आन्दोलनै गरे। हजुर। आन्दोलनै गरे। तिनै सहकारी पीडितसँग आज तपाईँले भोट माग्न जानुपर्ने छ। कुन मुख देखाएर भोट माग्दै हुनुहुन्छ सहकारी पीडितसँग तपाईले? सबभन्दा पहिलो कुरा त के हो भन्दाखेरि सूर्यदर्शन सहकारीमा रवि लामिछानेले खाता खोलेर केवाइसी भरेर कहाँ कति पैसा लिनुभएको थियो त्यो विषय चाहिँ बुझ्नुपर्छ हामीले होइन। त्यो कहीँ पनि तथ्य भेटिएको छैन। तपाईँको संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि रवि लामिछानेले सहकारीबाट पैसा लिएको छैन भनेर त्यस समितिका सभापति सूर्य थापाले त्यति नै बेला भनिसक्नु भएको थियो र त्यो प्रतिवेदनमा पनि उल्लेख छ। भने पछाडि उहाँ त सहकारी ठगीसँग चाहिँ संलग्न रहनुहुन्न। अनि त्यो भइसके पछाडि उहाँ हाम्रो मुद्दा भनेको के हो भन्दा आज सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्छ भन्ने मुद्दा हो कि हामीले सहकारी पीडितको त्यो रवि लामिछानेले लिनुभयो कि भएन भन्ने कुरा त त्यो कुरा सबै कुरा स्पष्ट भइसक्यो, उहाँले लिएकै होइन। तर जसले लिए पनि त्यो पैसा फिर्ता हुनुपर्छ भन्ने हो। कसको कहाँबाट फिर्ता गर्ने त? त्यो पैसा फिर्ता गर्ने धेरै आधारहरू छन् नि। तपाईँले त 100 दिनमै रकम फिर्ता हुन्छ भनेर तपाईँले भन्नुभएको छ। सुन्नु 100 दिनमा भने छैन मैले, यता सुन्नु, पार्टीले भनेको छ नि। होइन सुन्नु, यस्तो हुन्छ के तपाईँको फिर्ता गर्ने पनि प्रक्रिया हुन्छ, बुझ्नुभयो नि कुरा। सहकारीको प्राधिकरण बनाएर सहकारीको अर्को एउटा चाहिँ समिति बनाएर त्यो समितिले अहिलेसम्म हिनामिना गरेकाहरूलाई थुनामा राख्नुपर्छ। तर कसरी थुनामा राख्नुपर्छ भन्दा 10 देखि 4 बजे 5 बजेसम्म। ठिक छ, थुन्ने
पहिले सुन्ने अनि थुन्ने तपाईँले यही भन्न खोज्नुभयो होला। अनि तपाईँको पार्टीले 100 दिनभित्रै सहकारीको रकम फिर्ता गर्ने, बचत फिर्ता गर्ने भने होइन? होइन, सुन्नु, काम गर्न सुरु गरे पछाडिको 100 दिन होला नि त। अनि काम गर्न सुरु गरे को 100 दिन भनेको त तपाईँको सुरुकै फेजमा चाहिँ सबैको पैसा होइन होला नि त। कसले बनाउने भनेको छ त पार्टीले? कसै बनाएर फिर्ता गर्ने भन्नु भनेको छ। सुन्नु, अनि सहकारीको रकम चाहिँ अरू कसैले ठग्ने अनि हामीले तिरेको करबाट चाहिँ पैसा फिर्ता गर्न पाइन्छ सहकारीको? राज्यको पैसाबाट भने होइन के। तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि सहकारी अपचलनमा दोषी देखिएका अथवा त्यसमा चाहिँ अपचलन गरेकाहरूको सम्पत्ति हुनसक्छ, बुझ्नुभयो नि। त्यो सहकारीले लगानी गरेको ठाउँ हुनसक्छ। ती चिजहरूलाई बुझ्नुभयो नि। यसको व्यवस्थापन त तपाईँको त यो परिणाममुखी व्यवस्थापन गर्नु पर्यो के, समाधानमुखी व्यवस्थापन गर्नु पर्यो। पैसा कहाँबाट ल्याएर तिर्ने त? सुन्नु न, त्यो सहकारीबाट जुन अपचलन भएको छ होइन, त्यो अपचलन भएको पैसा त कहीँ न कतै त लगानी भएको छ होला, कहीँ न कतै त कसैका जग्गामा लगानी भएको छ होला, कसैको बिल्डिङमा लगानी भएको छ होला, कसैको कहीँ लगानी बिजनेसमा लगानी भएको छ होला, कसैको कहीँ लगानी भएको छ होला। त्यो पैसा त्यसलाई चाहिँ फिर्ता गर्ने माध्यम के हो भन्दाखेरि राज्यले त्यसको जिम्मा लिनु पर्यो भने हो। त्यो जिम्मा कसरी लिने भन्दाखेरि उसलाई नियमन गरेर त्यो पैसा फिर्ता गर्ने भने हो के, बुझ्नुभयो नि। तपाईँ एउटा कुरा के मान्नु पर्यो भन्दाखेरि अब तपाईँहरू त अब नयाँ भन्नुहुन्छ हुन त, यसो त तपाईँहरू पनि नयाँ होइन, टेस्टेड हुनुहुन्छ, सरकारमा सहभागी हुनुभएको छ। अनि यति सजिलैसँग सहकारीको समस्या समाधान हुन सक्ने रहेछ, सरकारमा हुँदाखेरि गरेको भए हुन्थ्यो नि त। यस्तो हुन्छ, तपाईँलाई मैले भनिहालेँ नि त। अहिलेको त्यति बेलाको तत्कालीन समयमा होइन हामीले प्रयास गरेर हाम्रो के अरे उपसभापति स्वर्णिम वाग्लेले प्रतिवेदन बनाएर यसरी गर्नुपर्छ भनेर सरकारलाई बुझाएकै हो कि। तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि त्यो काम गर्नको लागि पनि एकल बहुमतको सरकार चाहिने रहेछ कि यहाँ त। नत्र भए त यसलाई पनि सुकुम्बासीको मुद्दा जस्तै, भूमिहीनको मुद्दा जस्तै गिजोलेर राख्ने र भोट ब्याङ्क बनाउने चाहिँ एउटा प्रपञ्च रचिराखिएको छ। त्यो कारणले गर्दाखेरि आजको मितिमा म के भन्छु भन्दाखेरि अहिले सहकारी पीडितहरूलाई कम्तीमा पनि उनीहरूलाई भोट ब्याङ्क नबनाम। अब हिजो भूमिहीनलाई जसरी भोट ब्याङ्क बनाइयो त्यसरी नै सहकारी पीडितहरूलाई पनि भोट ब्याङ्क बनाउने एउटा प्रयास भइरहेको छ। त्यसबाट चाहिँ के हुनुपर्छ, हामी सम्पूर्ण सहकारी पीडितहरू पनि सतर्क रहनुपर्छ र हामी आम नेपालीहरू पनि सतर्क रहनुपर्छ। भनेपछि त्यो चाहिँ 2/3 को बहुमत भयो भने मात्रै हुने कुरा हो, नत्र हुँदैन। सुन्नुहोस्, यस्तो हुन्छ, त्यसमा के हुन्छ भन्दाखेरि नियम त बनाउनु पर्ने होला, नीति त बनाउनु पर्ने होला होइन। तपाईँको त्यो बनाउनुको लागि के चाहियो, बलियो सरकार चाहियो के, बुझ्नुभयो नि। बलियो सरकारले के गर्ने, एकल सरकारले के गर्ने हो भन्दाखेरि निर्णय गर्नलाई सजिलो हुन्छ के। मैले भनिसकेँ त, भोट ब्याङ्क बनाउने अरूको एउटा खाले तपाईँको प्लानिङ छ। हामी चाहिँ के सल्युसनको बाटोमा जाऊँ भनिरहेछौँ। सल्युसनको बाटोमा जानको लागि पनि त भोलि अर्को दलसित मिलेर गर्दाखेरि उसका अनेक असन्तुष्टिहरू होलान्। ती असन्तुष्टि पुरा गरेर अनि सहकारी पीडितको उसमा जाने कुरा त भएन नि त। हामी त सहकारी पीडितको मुद्दालाई केन्द्रमा राखेर हाम्रो मूल मुद्दा नै मैले त के भनेको छु भन्दाखेरि सहकारी पीडितको पैसा फिर्ता हुनुपर्छ पहिलो कुरा। दोस्रो कुरा भनेको तपाईँको भूमिहीनलाई चाहिँ के गर्नुपर्छ, के भन्छ, व्यवस्थापन गर्नुपर्छ। यो दुईटा मुद्दामा केन्द्रित रहेर हामीले काम गर्ने हो। किन भन्दाखेरि वर्षौँदेखिबाट यही भूमिहीनको मुद्दालाई चाहिँ अहिलेसम्म चाहिँ भोट ब्याङ्कको रूपमा चाहिँ स्थापित गरिरहेका छन् होइन। यो मुद्दालाई पनि किन सट आउट नगर्ने, अब हामी आइसके पछाडि, सरकारमा आइसके पछाडि होइन, यसलाई चाहिँ कम्तीमा पनि यसलाई सट आउट गर्न सकियो भने त भूमिहीनहरूको त समस्या अन्त्य हुन्छ। त्यो पछाडि कसैले पनि भोट ब्याङ्कको रूपमा चाहिँ भूमिहीनहरूले भोट ब्याङ्कको रूपमा चाहिँ त बस्नु पर्दैन। तपाईँहरू हामी नयाँ हौँ, पुरानाले गरेनन्, मुख्य कुरा तपाईँहरूले यही भन्ने गर्नुभएको होइन। के गर्नुभएको? नयाँले पुरानाले नगर्नु भयो भनेको होइन, पुरानाले पनि गर्नुभयो होला, बुझ्नुभयो नि। व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्नु होला, के गर्नु होला, तर अब आम नेपाली नागरिकले खोजे जस्तो चाहिँ गर्न सक्नु भएन। अब हामी अहिलेसम्म विकासको एउटा चाहिँ लहर छाइसक्यो। तपाईँहरूले गर्नुहुन्छ, हामी गर्छौँ। कसरी गर्नुहुन्छ तपाईँहरूले? तपाईँहरू नयाँ हुनुहुन्छ, नयाँ हुनु भनेको त योग्य हुनुहुन्छ भन्ने कुराको प्रमाण हो र? नयाँ हुनु योग्य हुनुको प्रमाण त होइन। योग्य अयोग्यको कुरा कसरी गर्नुहुन्छ? सुन्नुहोस् न, अब यहाँ अल्टिमेटली हामीले हेऱ्यो भने रासोपामा को मान्छे छन् भन्दाखेरि त समाज त यही समाजका मान्छे हुन्, नेताहरू को छन्, उम्मेदवारहरू को छन् भनेर लिस्ट पनि आइरहेको थियो। लिस्टहरू हेर्दाखेरि त अधिकांश मान्छे त पुराना दलबाट विद्रोह गरेर छोडेर अथवा अवसर नपाएर गएका मान्छेहरू छन्। 64मा माओवादीले नयाँलाई दिने भनेर जे खालको लहर ल्यायो, जनताले विश्वास गरे, लौतनी गर भनेर। अब 20 वर्ष पछाडि, झन्डै 20 वर्ष पछाडि रासोपाले फेरि एउटा लहर सिर्जना गर्न खोजिरहेको देखिन्छ। हजुर, तर विश्वास गर्ने के आधार हो त? यस्तो हुन्छ, मैले पटक भन्ने गरेको छु। हामीले गर्ने भनेको मैले अबको 5 वर्षमा छुमन्तर गर्छौँ हामी, म भन्दिनँ कि। कम्तीमा पनि यो निराशजनक समाजलाई आशाजनक बनाउने हो कि। अब बनाउने भनेको हामीले पहिलो काम के गर्नु पर्यो भन्दाखेरि अब सम्भावनाको खोजी गरेर कहाँ के गर्दाखेरि चाहिँ नेपाली नागरिकहरू नेपालमै बस्ने वातावरण सिर्जना हुन्छ, युवाहरू यो देशमै हुन्छ नि बस्न सक्ने आधारहरू बन्छ, त्यो खोज्नु पर्यो पहिलो कुरा। अब तपाईँ हामी पर्यटनकै यो राजधानी भन्छौँ हामी होइन,
पर्यटकीय राजधानी भन्छौँ। त्यसका लागि पूर्वाधार मात्रै भए त भएन, त्यसका लागि के गर्ने काम, एउटा पर्यटकलाई चाहिँ उसको चाहिँ बसाइ कसरी लम्ब्याउने, पर्यटकीय गन्तव्यहरू कसरी आइडेन्टिफाई गर्ने र त्यसलाई रुटिन बनाएर कसरी गर्ने, स्केड्युलमा कसरी राख्ने, कसरी गर्ने त गर्ने नि। अब तपाईँको सुन्नुहोस् न, फरक हामीले सिक्नुपर्ने कुराहरू धेरै छ कि। जस्तो सिक्किमतिर जानुभयो भने तपाईँ होइन, हाम्रो यहाँ पोखरामा आउने पर्यटकले एकै दिनमा पोखरा घुमेर भ्याउन सक्छ क्या, भनेको घुमाइदिन्छ। हाम्रो अव्यवस्थित के भएको छ, टुरिज्म भएको छ, त्यसलाई व्यवस्थित बनाउनु पऱ्यो। त्यसका लागि के गर्नु पऱ्यो, एक दिनको डेस्टिनेसन भनेको तपाईँको फेवाताल होला, तपाईँको माथिको गुम्बा होला, त्यो पछाडि आएर शान्ति स्तूपा होला, अथवा माथिको के अरे के भन्छ महादेवको मूर्तिको त्यो स्थान छ नि, त्यो स्थानहरू होला। अर्को दिनको के हुन्छ, गुफा घुमाउने चाहिँ अर्को दिनको डेस्टिनेसन गर्न सकियो, तेस्रो दिन तालको डेस्टिनेसन त्यसरी चाहिँ हामीले पर्यटकलाई चाहिँ स्टे लम्ब्याउन सक्यौँ भने हाम्रो पर्यटन बल्ल के हुने, सफल हुने हो नि। तपाईँ त कानुन बनाउन जाने मान्छे, हजुर, त्यसको लागि कुन कानुन बनाउनु पर्छ त? सुन्नु म तपाईँलाई भन्दैछु, नीति बनाउने हो। त्यसका लागि के हो भन्दाखेरि टुरिज्मसँग सम्बन्धित बुझ्नुभयो नि, पर्यटनको सम्भावना हेरेर त्यो तहगत हिसाबले कानुन बनाउने हो क्या। जस्तो स्थानीय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र मैले के गर्ने, अथवा म त्यहाँ पुगिसकेपछि के गर्ने भन्ने विषय छ नि। अहिलेसम्म भएको समस्या के हो भन्दा तहगत हिसाबले समन्वय नभएको कारणले गर्दाखेरि, नेपालमा तहगत हिसाबले समन्वय नभएको कारणले गर्दाखेरि 3 तहको सरकार के भएको छ, 3तिर दौडिराखेको छ। कम्तीमा पनि 3 तहको सरकारसित समन्वय गर्न सकियो भने आजको मितिमा सबै कुराको व्यवस्थापन छिट्टो हुन्छ। तपाईँको जेन्जी विद्रोह पछाडि जुन खालको परिस्थितिमा निर्वाचन हुँदैछ अहिले, हजुर, तपाईँहरूलाई त देश जलाएको आरोप मात्र होइन, संविधानको रक्षा गर्ने हो भने, यी देशको अखण्डताको सार्वभौम सत्ताको रक्षा गर्ने हो भने पनि यी को हुन् भन्ने शङ्कास्पद भएका मान्छेहरूलाई जिताउनु हुन्न भनेर भनिरहेछन् क्या तपाईँका प्रतिस्पर्धीहरूले। अब प्रतिस्पर्धीले के भन्छन् भन्ने विषय चाहिँ यो चुनावको मुखमा जे भन्छन् नि त्यो चुनावी फन्डा हो, हेर्नुहोस् होइन। अब जेन्जी आन्दोलनको मुद्दामा, जेन्जी आन्दोलनको तपाईँहरूले अझ यसरी भनौँ, तपाईँहरूले जित्नुभयो भने त संविधानको पनि रक्षा हुँदैन, देशको सार्वभौम सत्ताको पनि रक्षा हुँदैन। त्यो विद्रोह पछाडि 24 गते जे भयो यो कहाँबाट भएको, केबाट भएको भन्ने कुराको निष्कर्ष समेत नआइसकेको यो अवस्थामा रासोपालाई भोट हाल्ने भनेको चाहिँ आफ्नो त्यो देशलाई अन्योन्यतामा लाने हो भन्ने आरोप, गम्भीर आरोप हो नि। सुन्नुहोस् न, 35 वर्षदेखि नेपाली जनतालाई दास बनाएको उपज हो त्यो भाद्र 23 को र 24 गतिको आन्दोलन, बुझ्नुभयो नि। 35-36 वर्षबाट नेपाली जनतालाई दासका रूपमा हेरिने, बुझ्नुभयो नि, यिनलाई जे गरिदिए पनि हुन्छ, यिनीहरूले हामीलाई के पनि गर्न सक्दैनन् भन्ने मनस्थितिको त्यो के प्रहार हो त्यो पहिलो कुरा। दोस्रो कुरा, हामीले अब बन्ने सरकारले, अब हामीलाई भोट दिने आम नेपाली नागरिकले के बुझ्नुपर्छ भन्दाखेरि जेन्जी आन्दोलनको मर्म के हो, त्यो मुभमेन्टमा चाहिँ ज्यान गुमाएकाहरूको त्यतिकै के उनीहरू ज्यान गुमाउन आएका हुन् थिए, केका लागि गोली हान्यो, केका लागि रगतको होली खेल्यो त्यति बेलाको तत्कालीन सरकारले के हेरेर बसेका थियो, त्यति बेलाको राज्य सत्तामा बसेकाहरूले के हेरेर बसेका थिए। अहिले चाहिँ हामीलाई जुन आरोप लगाउन सक्छन् नि, एक दिन अगाडि वार्ता गरिदिएको भए, जेन्जीहरूको मुद्दामा वार्ता गरिदिएको भए त्यो समस्या समाधान हुन्थेन, 76 जना बालबालिकाको ज्यान जान्थ्यो। 23 गते नहेर्ने, इतिहासमा कहीँ पनि 23 गते नआइकन 24 गते आउँछ। जलेका चिज त भोलि भवन, त्यो ठिक भयो म भन्दिनँ, जलेका भवनहरू त भोलि खडा गरौँला, कि ढलेका मनहरू, ढलेका शरीरहरू कसरी उठाउँछ हिजोको त्यति बेलाको सत्ताले सरकार। तपाईँहरूले चुनाव जिते पनि देश अस्थिरतामा जाने भयो, हारे पनि अस्थिरतामा जाने भयो भन्ने छ क्या। कसले भने त्यो भन्दैन न, कसले भन्यो यो अस्थिरता किन निर्मम चिज छ क्या यो अस्थिरता भन्ने चिज। तपाईँहरूले हारे पनि देश अस्थिर हुने, जिते पनि अस्थिर हुने। पुराना दलहरू भनिएकाहरू 2टा 3टा 4वटा दल जति पनि छन् नि, ती दलले यही 35-36 वर्ष शासन सत्ता चलाएका होइनन्। कहिल्यै स्थिर भयो, कहिल्यै स्थिर भयो। अब हामीलाई एकचोटि दिनुहोस्, हामी स्थिर सरकार बनाउँछौँ, यो देशमा स्थिरता ल्याउँछौँ, लोकतन्त्रको रक्षा गर्छौँ भन्दै गर्दाखेरि अनि हामीप्रति शङ्का गर्नु पर्यो के छ र? हामी यहाँ कास्कीको क्षेत्रमा आउँ, तपाईँको मुख्य प्रतिस्पर्धा कोसँग हुँदैछ? मेरो प्रतिस्पर्धा कोहीसित पनि छैन, म आफै एउटा प्रतिस्पर्धी हो। तपाईँको निकटतम प्रतिद्वन्दी को? खै मैले अहिले त्यसो भन्दिनँ। मलाई चाहिँ के हो भन्दा, अब पहिला मैले अहिले तपाईँलाई भने कङ्ग्रेस एमाले हिजोको उहाँहरू 2 जनाको प्रतिस्पर्धा हुन्थ्यो होइन, अहिले हामी यहाँ छौँ, हामी स्थापित हुन खोजिरहेछौँ, यही नै हो। तपाईँलाई त तपाईँ न्युज 24 मा सिधा कुरामा रवि लामिछानेसँग काम गर्नुभयो, त्यसपछि जर्नलिजममा तपाईँ उहाँसँग सँगै हुनुभयो, त्यसको निकटताको कारणले गर्दाखेरि टिकट पाएको नत्र पाउने थिएन पनि भन्दा रहेछन्। भन्छन् नि, किन भन्दैनन्? अब सुन्नुहोस् न, मैले अहिले नपाएर सङ्घमा नपाएर प्रदेशमा पाएको भए पनि त्यही आरोप लाग्थ्यो, मैले प्रदेशमा नलिएर फेरि तपाईँको के अरे स्थानीय तहमा चाहिँ लिएको भए पनि त्यही आरोप लाग्थ्यो कि मैले राजनीति नै छोड्नु पर्यो। होइन भने मैले राजनीति गरिन्जेसम्म त्यो चार्ज चाहिँ एकचोटि चाहिँ भोग्नु पर्थ्यो, मैले अहिले भोगेँ, के फरक पर्छ र?
अन्तिममा हामीले 2 मिनेट समय निर्धारण गरेका छौँ तपाईँले भोट माग्नको लागि। कसरी भोट माग्नुहुन्छ तपाईँ? 2 नम्बरमा के हुन्छ, देशमा के हुन्छ, तपाईँलाई किन जिताउने? जेनजी आन्दोलनको मर्ममा हुन लागेको यो अहिले चाहिँ तपाईँको निर्वाचन हो। कम्तीमा पनि म अरू कुरा केही पनि भन्दिनँ। विकासका कामहरू धेरै गर्नु बाँकी छन्। जनतामा आशा, एउटा खालि आशाको दियो जलाउनु छ। कसैका मनमा पनि हुन्छ नि, अहिले आशा गर्ने वातावरण सिर्जना भएको छैन। कम्तीमा पनि अब बन्ने सरकारले चाहिँ आशा स्थापित गरेर आम नेपाली नागरिकलाई चाहिँ अब देश चाहिँ विकासको बाटोतर्फ चाहिँ लम्किँदैछ भन्ने खाले एउटा परिस्थिति निर्माण गर्नु छ। त्यसका लागि हामी एकदम इमान्दार प्रयास गर्नेछौँ। यो देशमा लोकतन्त्र रक्षाको लागि, स्थायित्वको लागि, विकासको लागि, समृद्धिको लागि सबै तहमा हामी काम गर्ने प्रयास गर्नेछौँ। र आम नेपाली नागरिकलाई म एउटा कुरा मात्रै अन्तिममा अपिल गर्न चाहन्छु। तपाईँहरू मतपत्र लिएर स्वस्तिक चिन्ह तपाईँको हातमा र मतपत्र अर्को हातमा लिएर बसिसके पछाडि एकपटक भाद्र 23 र 24 गते ती मृत्युवरण गरेका ती बालबालिकाको अनुहार, तिनीहरूका बुवाको सपना र तिनीहरूका आमाको रित्तो काख एकचोटि सम्झिनु भयो भने अवश्य पनि तपाईँले अरू दललाई चाहिँ सम्झिनुहुन्छ र मत दिनुहुन्छ जस्तो मलाई लाग्दैन। किनकि त्यही जेनजी आन्दोलनको मर्ममा हुन लागेको यो निर्वाचनमा अहिले चाहिँ हामीलाई त्यो जेनजीहरूलाई, मृत्यु भएका जेनजीहरूलाई चाहिँ अन्याय गर्ने छुट छैन। उनीहरूको न्यायको लागि पनि कम्तीमा पनि एकपटक हिजो जसले घटना घटाए उनीहरूलाई नदिइकन, तत्कालीन सरकारमा रहेकाहरूलाई मतदान नगरिकन एकचोटि चाहिँ उनीहरूलाई पाठ पढाउनु हुनेछ भन्ने मैले आग्रह गर्न चाहन्छु। उनी थिए रासोपाका उम्मेदवार उत्तम पौडेल।